पानी छोइ साध्यै छैन त्यहाँको चिसो भएर ल ढोला मण्डलीमा कि जय घाम कतिखेर लाग्ने हो हार गाउँ भन्दा नि ढिलो लाग्छ कि अब केही छैन लाग्यो पनि केही छ बोल्न पर्ने केही कुराहरू छ केटाहरू हामीलाई चाहिँ अब यहाँ आउँदा चाहिँ हामीलाई पुरै बहुत आनन्द फिल आइरहेछ होइन हजुर भगवान्ले रक्षा गर्ला जस्तो लागिरहेछ रे ठक्क मन्दिरको प्राङ्गणमा आइपुग्यो कति मान्छे त्यो पाइ हजुर के छ नमी यार ना त मासु खान अरू कुकुर पनि सराबरी भएर बसेको त पाठीसँग यहाँ यत्रो सानो नि बिचरा त्यो भित्र मान्छे ओ काका डोडी सब पछाडि ज्याकेट बल पऱ्यो सबै त्यहाँ चुम्रुकिरहेछ क्या त्यहाँ सिन्के धुप त्यत्रो मुठा बोलिरहेको पछाडि गएर अड्खेर लाएर भइरहेको गा चाहिँ किन हो नि तिमी त्यहाँ के गर्नु गा अहिले हाम्रो काटै छैन उहाँ पार्टी उहाँ चाहिँ अर्को लटमा हो यो लटमा होइन नि आएन हाम्रो आएन गएर बसिया छ अहिले त्यहाँ अझै मैले नमाने है तिम्रो त्यो सबै डढ्थ्यो मान्छेहरूले भक्का भक्लेर हिँड्छ हामी कहिले हो सम्पूर्ण पाठीज्यूहरूको चाहिँ बलि चढिरहनु भएको भात टुक्रेला यसो विचार गरेर हाम्रो भोलिन्टियर युवाहरू कता जानुभएछ यो यसो त्यहाँको यसलाई सरसफाइ हान्नु पर्ने ओलेर फोकै उठाइदिएछ नि म्याच मोबाइलको फिङ्गरप्रिन्ट पनि नखोलिएला चाहिँ भने डर पानी कम्ती भयो नयाँ चामल बढ्दैन क्या यो 5 किलो त्यो लिएर आयो भएदेखि यो कुन चामल हो र यो मसिना चामल हो त्यो भात लामो लामो हो नि खै बाहनै आयो नि त पकाउँदाखेरि कहाँ बाहना आयो है यो त हर बाहना आउनु पर्ने होइन र
यो अहिले मन भएको यो भने आउँदै आउँछ होइन त्यो पहिलाको धानहरू त त्यो मसिना भन्ने त खेतमा निसिदा पनि त्यो पुरै फाँटै बाख्ना आउँथ्यो होइन अनि त्यो हाइब्रिड धानको चाहिँ बरु बाख्ना आउँछ के विशाललाई किनादेखो यस्तो पर्दै क्या पुरा दुलै मन पर्ने होइन र त्यसलाई त्यही मैले चाहिँ भने हो उसलाई थाहा छ हामीलाई कोला तपाईँलाई ल्याएर मुटु कलेजोलाई यता तिर बेग्लै कलेज होइन अब यो मेन अब त्यसमा पनि अब उतापट्टि उ त्यो सानोमा अब त्यो भात उठ गर्नु पर्दैन नि रेडी भएपछि बाबु अब तिनीहरूले त्यो गिलासहरू गाडीभित्र राखेर होला है जाने बेला भेना तपाईँ यो पिस खानु न यो कुन चाहिँ मिठो लाग्यो भेना क्यामेरा कैद हुनु पर्यो भेनाको रिभ्यू सालोहरूले कलेजो मिठो कि सब मिठो एकदम सब मिठो भेना मान्छे मिठो अब यो कुन चाहिँ मिठो भन्नु पर्यो भेनाले हो चस्मा लाउनु है भेना तपाईँको आँखा त इत्रु आउँछ इत्रु म अर्को आँखा के भन्नु बिलेटी सिरियस कालो चस्मा चाहिँ लाउनु न कालो चस्मा मलाई थाहै छैन नसाल्नु आँखा भने केले भन्छ फेरि बेसी बोलिहाल्नु फोटो त्यहाँ मोबाइल त्यहाँ के यता हेर्ने नसाल्नु आँखा यता मान्छे के खाइरा तिमीले अनि देखिरहेको कति सम्झना सुरु हो क्या यो भने किन तपाईँ बुढी भएर भात छेउनु लाखाले हो अङ्कल मासु दियो बाख्ना चाहिँ मिठो छ है भेना के खाना सिद्ध्यो र
होला हाल्यो त्यत्रो अब मा के भन्नु त्यति हालेर हुन्छ काकाको पछाडि बाघले पनि तोड्न नसक्ने जीवन छ काकाको पछाडिपट्टि मासुले खेल्नु नि त मामा मेरो फोटो हजुर भेनाको फोटो नराम्रो भन्ने कुरो हुँदैन त्यहाँ मलाई चेला आइ परे होइन भाइ। मलाई किन चाहियो खाएर भने बुढा मान्छे तिमी कालो भयो भने मैले कालो त सुनाउनु पर्ने हो किन चाहनु पर्यो मलाई भेनालाई हेल्प गर्दैन फेरि भन्दैन त्यति साह्रो त होइन हामी नि चक्लेटी हिरो त्यो नहाल्नु भएको ऊ त्यो ग्रेभी मात्रै हाल्नु हाम्रो नयाँ होइन के भन्छ बेहुला दाइ भाइ ल बिस्तारै सर्लक्क छ अरे मुक्तसँग एक पिस ट्याममा हान्नु त अन्डा चना खाएको पिर्ला र भइरहेछु ल भ्यान्डे मुटु फुटी डाले भन्यो त बुझ्ने छोरो ल हो नि सक्यो यहाँ छ त ढुक्क हुने गीत निकाल्नु मलाई भनेर गीत गाउनु बस्या हो होइन देखाइदिन्छ हो यसो निकाल्नु तिम्रो चोर पेर एक अझ डायलग हाल्दिनु एउटा गीत एउटा अझ डायलग होइन पहिले मेरो एउटा डायलग हाल्दिनु थला परिरहेको छ अझै थला पारिदिनु न तिमीलाई छोडी जाँदैन मन अन्त माया जाबुन्छु म झिम झिम सानो नजिक परेली पुतुकै हुन्छु म यो बेनाको कुराले मनैमा बोल्ने भो मनैमा बोल्ने भो अन्डा होइन बियरले खुवाउने हो माया जाल बुन्छु म झिम झिम सानो नजिक परेली पुतुकै हुन्छु साला मनमा त गइरहेछ मनमा त गइरहेछ अन्डा खाना ठुलो त भइरहेछ माया जाबुन्छु म झिम झिम सानो नजिक परेली पुतुकै हुन्छु म मनमा नै गइरहेछ मनमा ठुलो त भइरहेछ माया जाल बुन्छु म अरुण दाइ